के तपाईको मोबाइल पनि चलाउँदा चलाउँदै ह्याङ हुन्छ वा धेरै स्लो चल्छ? चिन्ता नगर्नुहोस्। आज म तपाईलाई 5 वटा यस्ता गोप्य सेटिङहरू बताउने छु जसले तपाईको पुरानो फोनलाई पनि नयाँ जस्तै फास्ट बनाउनेछ। यदि भिडियो मन पर्छ भने भिडियो अन्तिमसम्म हेर्नु होला। पहिलो सेटिङ रहेको छ क्याच डाटा सफा गर्ने, क्लियर क्याच डाटा। अब त्यसको लागि तपाईले आफ्नो मोबाइलको सेटिङलाई ओपन गर्नुहोस्। अब सेटिङलाई ओपन गरेपछि तपाईले एप्स भन्ने अप्सनमा जानुहोस्, यहाँ तल स्क्रोल गर्दै। अब यहाँ गएपछि एप्सलाई यसरी टच गर्नुहोस्। टच गरिसकेपछि म्यानेज एपमा यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि जति पनि तपाईको मोबाइलमा एप्सहरू छन् यहाँ शो गर्छ। अब यो एप्समा भएका अनावश्यक फाइल अथवा डाटाहरूलाई तपाईले क्लियर क्याचमा टच गरेर क्लियर गर्न सक्नुहुनेछ। जस्तो कि अब यो दराजको अनावश्यक डाटाहरूलाई डिलिट गर्नको लागि यहाँ टच गर्नुहोस्। यहाँ टच गरेपछि क्लियर डाटामा यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि तपाईको यसले खाइरहेको स्टोरेज छ 563 MB। अब क्लियर क्याचमा गर्नुभयो भने यो स्पेस घट्छ, तपाईले यहाँ देख्न सक्नुहुनेछ। अहिले 63 थियो भने अहिले 548 छ। हो यसैगरी तपाईले अन्य एप्सको पनि क्लियर क्याच गर्न सक्नुहुनेछ, जसले गर्दाखेरि तपाईको मोबाइलको अनावश्यक र्यामहरू अनावश्यक स्टोरेजहरू खाइरहेको हुन्छन् र त्यसलाई तपाईले यसरी सजिलैसँग हटाउन सक्नुहुनेछ। अब त्यसैगरी नम्बर 2 मा अर्को सेटिङ रहेको छ एनिमेसन स्पिड बढाउने। यो एउटा स्किप ट्रिक हो जसले फोनलाई तुरुन्तै फास्ट बनाउँछ। अब यो कसरी गर्ने? जस्ट त्यसको लागि तपाई आफ्नो मोबाइलको सेटिङमा जानुहोस्। सेटिङलाई ओपन गर्नुहोस्। ओपन गरेपछि तपाईले अब एबाउट सेक्सनमा जानुपर्ने हुन्छ अथवा एबाउट फोनमा जानुपर्ने हुन्छ। जस्ट तपाईले एबाउट फोनमा यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि तपाईको बोल्ड नम्बर भन्छ यहाँ देख्न सक्नुहुनेछ। यसलाई तपाईले 7 चोटी यसरी टच गर्नुहोस्। अब 7 चोटी टच गर्न साथै तपाईको यो डेभलपर अप्सन तपाईको मोबाइलमा अन हुन्छ। अब तपाई फेरि ब्याक जानुहोस्। अब ब्याक गइसकेपछि तपाईले यसलाई हल्का स्क्रोल गर्नुहोस्। अब तपाईले देख्न सक्नुहुनेछ एडिसनल सेटिङ भन्ने अप्सन, यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि तपाईले हल्का यसलाई स्क्रोल गर्नुहोस्। स्क्रोल गरिसकेपछि तपाईको अहिले 7 चोटी टच गर्दाखेरि यो डेभलपर अप्सन आफै अन हुन्छ। यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि यसलाई हल्का यसरी सार्नुहोस् तल। अब यहाँ तल सारिसकेपछि तपाईले यहाँ 3टा अप्सन देख्न सक्नुहुनेछ। विन्डो एनिमेसन सेल तपाईले यहाँ देख्न सक्नुहुनेछ। जस्ट यसलाई तपाईले 0.5x मा राख्नुहोस्। त्यसैगरी ट्रान्जिसन एनिमेसन सेल भनेको छ, यसलाई पनि तपाईले 0.5x मा राख्नुहोस् र तपाईले एनिमेटर एडिसन सेल भनेको छ, यसलाई पनि तपाईले 0.5x मा राख्नुहोस्। यो 3टै सेटिङलाई यसरी गरिसकेपछि तपाईको मोबाइल एकदम फास्ट चल्छ। त्यसैगरी 3 नम्बरमा रहेको छ अर्को सेटिङ ब्याकग्राउन्ड प्रोफेसनल लिमिट भनेको छ, लिमिट ब्याकग्राउन्ड प्रोसेस भनेको छ। धेरै एप्सहरू ब्याकग्राउन्डमा चल्दा र्याम तपाईको भरिन्छ र फोन ल्याग हुन्छ। अब यसलाई तपाईले कसरी हटाउने? अब त्यसको लागि तपाईले आफ्नो मोबाइलको सेटिङलाई ओपन गर्नुहोस्। ओपन गरेपछि तपाईले एडिसनल सेटिङमा यहाँ टच गर्नुहोस्। यहाँ टच गरेपछि यसलाई हल्का स्क्रोल गर्दै तल जानुहोस्। तल गएपछि तपाईले डेभलपर भन्ने अप्सन देख्न सक्नुहुन्छ, यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि यसलाई हल्का यसरी सार्नुहोस् माथि। अब यो अप्सनमा चाहिँ धेरै यहाँ अप्सनहरू छन्, तपाईले झुकिनु होला, एकदम ध्यान दिएर यसरी हेर्नुपर्ने हुन्छ। अब तपाईको हल्का तल गएपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड प्रोसेस लिमिट भन्ने अप्सन। यो तपाईको स्ट्यान्डर्डमा होला। जस्ट यसलाई टच गरेर तपाईले यसलाई अलमोस्ट 2 प्रोसेसमा तपाईले यसरी राख्नुहोस्। यसरी राख्न साथै तपाईको मोबाइल फास्ट हुन्छ। त्यसैगरी नम्बर 4 मा छ नचाहिने र लाइट एपको प्रयोग। धेरै भारी एपहरूले तपाईको मोबाइल एकदम स्लो बनाउँछ। फोनमा भएका नचाहिने एपहरू तपाईले आफ्नो मोबाइलबाट डिलिट गर्नुहोस् अथवा त्यसलाई अनइन्स्टल गर्नुहोस्। यदि तपाईको फोन धेरै पुरानो छ भने तपाईले फेसबुकको सट्टा लाइट फेसबुक र मेसेन्जरको सट्टा मेसेन्जर लाइट प्रयोग गर्न सक्नुहुनेछ, अथवा ती लाइट मेसेन्जरहरू लाइट फेसबुकहरूले एकदम तपाईको डाटा कम खान्छ र फास्ट पनि चल्छ। अब त्यसैगरी नम्बर 5 मा रहेको छ सफ्टवेयर अपडेट र रिस्टार्ट। तपाईले आफ्नो मोबाइलमा भएका सफ्टवेयरहरूलाई बेला बेलामा अपडेट गरिरहनु पर्दछ र त्यसैगरी तपाईले आफ्नो मोबाइललाई हप्तामा कम्तीमा पनि एकचोटी रिस्टार्ट गर्नुपर्छ। हप्तामा कम्तीमा एकपटक फोनलाई रिस्टार्ट गर्दा सिस्टमको अस्थायी फाइलहरू डिलिट हुन्छन् र फोन फ्रेस हुन्छ। त्यसकारण गर्दाखेरि तपाईले आफ्नो मोबाइललाई बेला बेलामा अपडेट गर्नुपर्दछ र त्यसैगरी तपाईले आफ्नो मोबाइललाई बेला बेलामा रिस्टार्ट पनि गर्नुपर्दछ, जसले गर्दाखेरि तपाईको मोबाइलमा भएका अनावश्यक डाटाहरू अनावश्यक फाइलहरू आफै डिलिट भएर जान्छन्। हो यी 5 सेटिङ गर्नुभयो भने तपाईको फोन पुरानो भए तापनि राम्रोसँग चल्छ, ह्याङ हुँदैन।